एक विदित परदेशीको कथा, जसले जेसुकै भने तापनि अन्य देशको गुलामी बन्न गएको छस् भने तापनि एक विदित परदेशीको कथा वास्तव यही नै हो। वैदेशिक यात्रा गर्नु मेरो रहर थिएन, बाध्यता थियो। घरको ऋण, परिवारको भविष्य बनाउने सपना बोकेर परदेश आएको थिए। यहाँ आएपछि सपनाभन्दा ठुलो पीडा भेटियो। बिहानदेखि रातिसम्म पसिना बगाउँछु, तर आमाको औषधि, छोराछोरीको पढाइ र घरको ऋण सम्झिँदा थकान भन्दा जिम्मेवारी भारी लाग्छ। चाडपर्व आउँदा सबै घर फर्किन्छन्, म भने मोबाइलको पर्दाबाट आफ्नो घर हेरेर चित्त बुझाउँछु। आमाले फोनमा बाबु कहिले आउँछस् भन्नुहुन्छ, म मुस्कुराउँदै छिट्टै आउँछु आमा। तर मनभित्र थाहा हुन्छ परदेशीको फर्किने मिति कहिले निश्चित हुँदैन। पैसा कमाउन आएको थिए, तर हरेक दिन केही न केही गुमाउँदै गए। आफ्नो समय परिवारसँग बिताउने खुसी र जीवनका अनेकौं समयहरू गुम्दै गएका थिए।